नमस्कार। आज चाहिँ मैले अलिक फरक प्रसङ्गको कुरा गर्न खोजिरहेको के भने हामीले अहिले हामी अधिकांश स्पेसल्ली अहिले चाहिँ यो टिनेजर्सहरूलाई हामीले कसरी मोटिभेट गर्ने भन्ने कुरा पनि हामी गार्जियनहरूले जान्नुपर्ने छ हैन। जस्तै टिनेजर्सहरूले नर्मल्ली त जे भने पनि त्यो बेलामा चाहिँ टिनेजर्सहरू इजिली मोटिभेट हुँदैनन्। किन यसरी इजिली मोटिभेट हुँदैन त टिनेजर्सहरू भन्दा हामीले बच्चाहरूलाई कति कुराहरू हामीसँग ल्याकिङ भएको हुन्छ। त्यही भएर मैले 5-6 वटा पोइन्ट्सहरू भन्न खोजेको छु जुन चाहिँ हामीले बच्चाहरूलाई भन्नै पर्ने कामहरू हुन्। यी जस्तै नम्बर 1 मा चाहिँ बच्चाहरूलाई के भनेर सिकाउनु पर्ने छ भने बच्चाहरूको तिमीलाई यो उमेरमा यो अबको तिम्रो यो टिनेजर्सको टाइममा तिमीलाई चाहिँ तिम्रो लाइफमा चाहिँ स्ट्रगल आउने छ है भनेर बच्चाहरूलाई मोटिभेट गर्नुपर्ने छ। अनि त्यो भनेपछि जस्तो सुकै परिस्थिति आए पनि तिमी नातिनु यो स्ट्रगल आइरहन्छन् भन्ने कुरा बच्चालाई सिकाउनु पर्ने छ र बच्चालाई त्यो कुरामा मोटिभेट गर्नुपर्ने छ। यदि त्यसो गर्न सकियो भने बच्चाहरूले सामान्यतया कुराहरूमा चाहिँ आफूलाई स्ट्रगलमा पर्दा अथवा हसिलो हुँदा त्यसलाई चाहिँ समाधान गर्न खोज्छन्। त्यसले के सिकाउँछ भने बच्चाहरूलाई भोलि बिहान आफूलाई यस्ता समस्याहरू पर्दै गए हसिलो हुँदै गयो भने चाहिँ मलाई गार्जियनले यो कुरा भन्नुभएको थियो यस्तो आउँछ र जान्छ भन्ने कुरामा नम्बर 1 मा मोटिभेट हुन्छन्। अर्को कुरा हामीले बच्चाहरूलाई भन्नुपर्ने कुरा के हो त भने बच्चाहरूलाई आफूलाई अरूसँग कम्पेरिजन नगर है। तिम्रो इन्ट्रेस्टहरू र उसको इन्ट्रेस्टहरू फरक हुन्छन्। त्यही भएर सबैको इन्ट्रेस्टहरू फरक चाहनाहरू फरक हुने भएकोले तिमीले चाहिँ आफ्नो इन्ट्रेस्टलाई चाहिँ आफूसँग अरूसँग कहिले पनि कम्पेयर नगर र त्यो तिमी यदि कम्पेयर गर्न थाल्यौ भने तिमी दुखी बन्छौ भन्ने कुराले बच्चाको माइन्डसेट गराउन जरुरी छ। त्यस्तै अर्को गर्नुपर्ने हामीले तेस्रो नम्बर पोइन्ट के हो त भने तिमी अरूभन्दा फरक छौ। किनभने सबै बच्चाहरू त इन्डिभिजुअली फरक हुन्छ नि त। त्यही भएर तिमी अरूभन्दा फरक हो बाबु। त्यही भएर त्यो फरकपनमा जुन छ त्यो चाहिँ तिम्रो स्ट्रेन्थ हो तिम्रो पावर हो भन्ने कुरा चाहिँ सिकाउनुपर्छ र यसका लागि सामान्यतया इक्जाम्पल्सहरू दिनुपर्छ हैन। हामीले देखेको छ नि समाजमा जस्तै त्यो एउटा शिबु पाण्डे भन्ने बाबु अरूभन्दा अलि फरक छ तर पनि उसले आफ्नो त्यो फरकपनलाई उसले स्ट्रेन्थको रूपमा प्रयोग गरेको छ भन्ने कुराहरू गार्जियनले बच्चाहरूलाई सिकाउन जरुरी छ हैन। त्यस्तै अर्को चिज चाहिँ उसलाई भन्नै पर्ने कुरा के हो त भने तिमीलाई जुन चिज चाहिन्छ त्यो चिजमा तिमीले ख्याल गर्नु। जुन चिज चाहिँदैन तिमीलाई आवश्यकै छैन भने त्यो चिजमा तिमीले चाहिँ नाइ भन्न पनि सिक्नु। कति कुराहरू चाहिँ तिमीलाई आवश्यक छैन भने त्यो कुरामा चाहिँ तिमीले नाइ भन्न पनि सिक्नु है भनेर चाहिँ बच्चाहरूलाई सिकाउनु पर्ने हुन्छ। अर्को चाहिँ स्कुल अथवा कलेज त्यो टाइम भनेको त स्कुलको 12 पढ्ने अथवा युनिभर्सिटी जाने टाइम हो नि। त्यही भएर त्यो बच्चालाई त्यो टाइममा बच्चालाई के भनेर सिकाउनु पर्यो भने बाबु तिम्रो यो 2 वर्ष अथवा यो 3 वर्ष अथवा यो 4 वर्ष जुन छ यो चाहिँ तिम्रो लाइफ अब कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्ने समय हो। त्यही भएर तिमीले चाहिँ यो 3 वर्ष यो 4 वर्ष पढ त्यसपछि तिम्रो भविष्य उज्जवल हुन्छ राम्रो हुन्छ तिम्रो भविष्य भन्ने कुराले बच्चालाई मोटिभेट गर्न जरुरी छ। कहिले पनि बच्चालाई लङ ड्राइभको जोर्नी पढाइमा अथवा कुनै पनि काम गर्दाखेरि त्यो देखाउनु हुँदैन। त्यो भयो भने बच्चा लामो देखेर आत्तिन सक्छ। त्यही भएर त्यो टिनेजर्समा भन्नु पर्यो कि तिम्रो यो 1 वर्ष अथवा 1.5 वर्ष तिमीले यहाँ गरेपछि तिम्रो भविष्य एकदमै राम्रो छ भन्ने कुरा बच्चालाई सिकाउनु पर्ने हुन्छ। अर्को कुरा चाहिँ 6औं नम्बरमा बच्चालाई के पनि सिकाउनु पर्ने हुन्छ भने दुनियाँमा भएका सबै मान्छेहरू नेगेटिभ हुँदैनन्। सबै मान्छेहरू बेठिक हुँदैनन्। यहाँ ठिक मान्छेहरू पनि छन्। ती मान्छेहरूले तिमीलाई सहयोग पनि गर्छन्। ती राम्रा मान्छेहरू हुन्। तिमीले त्यसलाई हेल्प पनि गर्छन् र तिमीले पनि अरूलाई हेल्प गर्नुपर्छ दुःख परेको बेलामा भन्ने कुरा सिकाउन सकियो भने यो टिनेजर्समा बच्चाहरू छिटो मोटिभेट हुन्छन्। टिनेजर्सहरूमा अधिकांश कस्तो गर्ने चलन छ भने तैँले यो गरिनस् भनेर बच्चाहरूलाई बढी फोर्स गर्ने अथवा एकदमै लगाउन खोज्ने त्यो कामप्रति जुन बच्चाले चाहिरहेको छैन यस्तोमा गर्ने हाम्रो परिपाटी छ त्यसलाई चाहिँ हामीले चेन्ज गर्नुपर्छ भन्ने कुरा यो भिडियोमा सामान्य भए पनि तर यो भिडियोले चाहिँ बच्चाका लागि हेल्पफुल हुन्छ। त्यही भएर जसका बच्चाहरू टिनेजर्समा छन् त्यो बुवा आमाले यो भिडियो एकपटक हेर्नु होला भन्न चाहन्छु। हस् धन्यवाद। थ्याङ्क यू।